नमस्कार, दिनेश सिंह ज्ञानमा हजुरहरूलाई हार्दिक स्वागत छ। यदि तपाईँ वैदेशिक रोजगारको कोटाबाट आइपिओ भर्दै हुनुहुन्छ भने फेरि पनि खुसी खबर लिएर उपस्थित भएको छु। आज मेरो ड्यासबोर्डमा तपाईँले 5वटा कम्पनीको आइपिओहरू निष्कासन गरेको देख्न सक्नुहुन्छ। भएको रहेछ। फर्स्टमा गरिमा सुवर्ण योजना फर जेनरल पब्लिक ओपन इन्डेड म्युचुअल फन्ड। यसमा खासै मैले भर्ने इच्छा राखेन, तपाईँहरू भर्न चाहनुहुन्छ भने भर्न सक्नुहुन्छ। र त्यो बाहेकका यो 4वटा कम्पनी चाहिँ स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जसले श्रम स्वीकृति लिएर अन्य राष्ट्रमा काम गर्दै हुनुहुन्छ उहाँहरूको लागि हो यो 4वटा चाहिँ। फर्स्टमा याम्बालिङ हाइड्रो पावर र शनिगढ हाइड्रो पावर हिजो चैतको 8 गतेदेखि 11 गतेसम्मको लागि आइपिओ निष्कासन गरेको छ यो दुईटाको। र जम्मा याम्बालिङ हाइड्रो पावर जम्मा 2,10,000 छुटाएको छ र शनिगढ हाइड्रो पावरले जम्मा 5,70,000 छुटाएको छ। यो थर्डमा छ सोपन फार्मास्युटिकल्स लिमिटेड भनेको यो औषधि उत्पादन कम्पनी हो र यसले जम्मा 4,29,000 किता छुटाएको छ। र स्नो रिभर्स लिमिटेड जसले चाहिँ जम्मा 93,750 किता छुटाएको छ। तपाईँहरूले नछुटाइकन भर्न सक्नुहुन्छ र जम्मा 10 देखि 20 किता मात्र हजुरले एप्लाई गर्नुहोस्, किनभने प्रिभियसको डेटाहरू हेर्दाखेरि तपाईँको खासै 10-20 किताभन्दा परिरहेको पनि छैन, यो सानो किता पनि हो। तपाईँहरूलाई भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गरिदिनुहोस्। थ्याङ्क यू।